माइकै बुढिरह्यो चस्मा र माइक Let's get ready. Hello. Alright. म जाँदैछु आज बिचमा गडी लाउनै बेसी छ एनिवे अहिले दिउँसोको 3 3:25 3:30 त्यस्तै भइरह अहिले चाहिँ जाडो महिना सुरु हुन लाग्यो हैन न्युजिल्यान्डमा अस्तिको विकेन्डमा चाहिँ तरो पानी पर्यो थियो दिनभरि 3-4 दिनसम्म लगातार पानी परिरहेको थियो त्यसैले छुट्टीको दिनमा चाहिँ बाहिरतिर जान पाइएन दिनभरि फोन चलाउने सुत्ने उठ्ने खाने त्यतिमै सकियो हैन आजको दिनमा चाहिँ जस घाम च्याट्टको लाग्यो हावाहुरी नि केही लागेन नत्र भने यो ठाउँ चाहिँ लास्टै हावाहुरी लाग्ने ठाउँ हो आज चाहिँ च्याट्टको दिन छ हुन त अहिले 3:30 भइसक्यो बिहानतिर चाहिँ बिहान ढिलो नै उठेको थियो अनि उठेर खानसाना खाने यताउता चिउ हान्ने हुक्का पानी गर्दा अनि अहिले 3 बज्यो झ्याउ लाएर अनि म चाहिँ बाहिर निस्किएँ बिचमा जान लाग्यो म अहिले चाहिँ फुटबल लिएर सोलो फुटबल म एक्लै जान लाग्यो म एक्लै सोलो फुटबल खेल्छु हल्का फुल्का पसिना बगाउँछु अनि हल्का गर्मी भएपछि चाहिँ एक डाइभ समुद्रमा हान्छु समुद्रबाट अनि 4टा ताई भनेपछि फ्रेस हुन्छ फ्रेस भएपछि घर फर्किने अनि फेरि खानसाना बनाउने खाने अनि चिरिप सुत्ने त्यही हो आजको प्लान चाहिँ हैन त्यसो भएर अब चाहिँ लाग्नु पर्ने हुन्छ किनभने आजको दिन चाहिँ बवाल छ अब चाहिँ लाग्नु पर्छ है त अस्तितिर लगातार पानी परेर लास्टै झ्याउ भएर बाहिर निस्किम पानी परेर त्यही माथि जाडो महिना सुरु हुन लाग्यो हैन जाडो महिनामा अब पानी पर्ने बेला कहाँ बाहिर निस्किने भन्ने कुरो त्यसो भएर त्यस राम्रो दिन हुने बेला चाहिँ बाहिर निस्किम हल्का भिडियो सिडियो बनाम हैन भन्ने कुरो अनि आज चाहिँ राम्रो दिन छ राम्रो दिनको फाइदा उठाउनु परिहाल्यो फेरि जाडो महिनामा त लास्टै गाह्रो हुन्छ कि फेरि गाह्रो बाहिर निस्किन अलि गाह्रै लाग्छ झन् पानी पर्यो भने बर्बाद भर्खर हामी आइपुगेका छौँ हाम्रो गन्तव्यमा च्याट्ट अब गएर चाहिँ फुटबल खेल्न पर्ने हुन्छ Let's go!
मैले माइक त कनेक्ट गरेछु साउन्ड आयो कि आएन त्यो मलाई थाहा भएन मैले चेक गरिनँ होइन चेक गर्न पनि लागेन यही हो अब एकछिन हल्का जिउ तन्काउने यता र उता भाग्ने बलसँग हल्का पसिना बगाउने अनि हेरौँ जाडो चाहिँ जाडै भइरह है अहिले गर्मी भयो नि समुद्रमा हाम फाल्छु भएन भने यति घटाप यति भन्दै हामी खेल्छौँ फुटबल त्यो चस्मा लगाएर करे पा चस्मा अनि त्यही माथि चस्मामा मैले माइक नै झुन्डाइदिएको झन् गरुङ्गो भएर यताउता भागेँ कि Yeah. Stop. अब चाहिँ यता र उता भाग्ने हल्का जगिङ त्यही गर्ने सिधै जान्छ जान त माइकै बुढिरह्यो चस्मा र माइक यता र उता चाहिँ भाग्यो समुद्रमा डाइभ चाहिँ हानिएन हान्ने भए भिडियो आइहाल्थ्यो होइन उल्टे सुल्टे डाइभ हानेको तर डाइभ चाहिँ हान्दैन किनभने पानी अलि फोर फालेको थियो कि यतातिर त्यसो भएर हान्दैन अर्को पालि चाहिँ अर्कै ठाउँमा जान्छु त्यहाँ चाहिँ अलि पानी नै राम्रो छ त्यहाँ चाहिँ गएर डाइभ हान्छ उल्टे सुल्टे तर आज चाहिँ फुटबल मात्रै खेलियो अब घरै गएर 4टा डाइभ हानिन्छ बाथरुममा त्यति हो आजको भिडियो चाहिँ त्यति नै थियो खासै केही थिएन धेरै दिनपछि चाहिँ राम्रो दिन भएर यसो बाहिर निस्केर यतिकै के निस्किने भिडियो नि बनाइदिउँ न भन्ने कुरोले भिडियो नि बनाइदिउँ न भनेर होइन 4टा भिडियो बनाइयो अब चाहिँ घर जाने 4टा मासु भात खाने सुत्ने त्यही त हो होइन फिस